संस्थापनपछिले यो नारा धेरै अगाडि छोडिसकेको थियो। तपाईँले हामीले हात्तीवन स्टोरको कुरा गर्दाखेरि उहाँ त्यहाँ 6 र 7 मा उहाँले समर्थन गरिसक्नु भएको थियो। अनि त्यहाँ बहुजाति पहिचानको आधारमा संहिता बनाइन्छ भन्ने मुद्दा उहाँले त्यहाँ उठाइसक्नु भएको थियो। दोस्रो, उहाँले 11 प्रदेशमा पनि उहाँले पहिले सिग्नेचर गरिसक्नु भएको थियो र 11 प्रदेशमा के थियो त भन्दाखेरि संविधान सभाबाट अहिले चाहिँ मसौदा संविधान ल्याउने र चाहिँ रूपान्तरित व्यवस्थापिका संसदलाई पछिल्लो चाहिँ फेरि मूल्याङ्कन गर्न दिने र बहुभाषीमा के हुनसक्छ भने लिम्बुवान भने तमर लिम्बुवान पनि हुनसक्छ भन्ने खालका अप्सनसहित उहाँले जान दिइसक्नु भएको थियो। तर यो मुभमेन्ट अगाडि जब बढ्यो, यो मुभमेन्ट नेपालको इतिहासमा वामपन्थी र राष्ट्रिय मुक्ति आन्दोलन र क्षेत्रीय मुक्ति आन्दोलन तिनटैको गठजोडको आधारमा नेपालको राज्यको नयाँ पुनर्संरचना गरिनुपर्छ, पूर्ण समानुपातिकको आधारमा र गरिनुपर्छ भनेर यो जब मुभमेन्ट उठिसकेपछि त्यो मुभमेन्टलाई हाइज्याक गर्नको निम्ति त्यो मुभमेन्टबाट प्रचण्ड बाबुराम पटिसकेपछि उहाँले हाइज्याक गर्न आउनुभयो। तपाईँले देख्नुहुन्छ कि संविधान सभाभित्र 320 जनाको जनजाति सभा छ, त्यसमा मुख्य भूमिका के अरे वैद्यपक्षले त्यसको मुख्य भूमिका निर्वाह गरेको छ। त्यो 320 भूमिका हो। त्यो वैद्यपक्षको महत्त्व भूमिका भइसकेपछि राष्ट्रिय राजनीतिको मूलधारबाट उहाँ जब पट्ने प्रब्लम समस्या देखा पर्यो प्रचण्ड बाबुराम गुटलाई, त्यसपछि उहाँहरू जबरजस्त के भनेपछि त्यो 320 मा उहाँहरू सिग्नेचर गर्न आउनु पर्यो। यो आन्दोलनमा उहाँ सहभागी हुनुहुन्छ तर उहाँहरू आयोजक होइन हो। अब त्यसमा चाहिँ के उहाँहरू टिकिरहनुहुन्छ होला त? तपाईँहरू त नियाली राख्नु भएको होइन, उहाँहरू टिक्ने उहाँहरूको त अवसरवाद हो। त्यसो भए उहाँहरू त्यो यो अवसरवाद पहिचानको आधारमा टिक्नु हुँदैन होइन। त्यसको उहाँहरूले त त्यो धेरै पहिले छोडिसक्नु भयो। त्यो जनयुद्धलाई उहाँहरूले विसर्जन गर्ने बेलामा छोडिसकेको कुरा हो। यो एउटा कुरा नि जस्तो यो अन्तिम घडीमा जहाँ सहमति गर्नुपर्ने बेलामा त उहाँले आखिर त्यही कुरा ल्याउनु पर्यो जुन कुरा तपाईँले बोल्नुभयो। त्यो किन ल्याउनु भयो भने मासको सेन्टिमेन्ट नै यता हाल्यो। हामीले यो मासलाई सही दिशा निर्देश गर्नको निम्ति नेपालमा जो जातीय क्षेत्रीय उत्पीडन छ त्यो उत्पीडनको अधिकारलाई सम्बोधन गर्नको निम्ति हामीले वामपन्थीहरूले विशेष गरेर वैद्यपक्ष र हामीहरूले ठुलो मेहनतका साथ वामपन्थी धारालाई अथवा प्रगतिशील धारालाई देशभक्त धारालाई हामीले एक ठाउँ पार्न कोसिस गऱ्यौँ। यो शक्तिको रूपमा त आयो। तपाईँहरूले भन्दाखेरि त्यसरी भन्नु, अरू पक्षले भन्दाखेरि चाहिँ प्रचण्ड अथवा भनौँ न माओवादीको संस्थापन पक्षमा चाहिँ भित्र त्यो छँदै थियो तर बाहिर देखाउँदै उनीहरूले लोकतान्त्रिक मत यताउता भन्दै अन्ततः गएर उनी जातिमा गएर टुङ्गाए। उनीहरूलाई बाहिर जे भने पनि भित्री कुरो चाहिँ त्यही नै रहेछ, वैद्य पक्ष र संस्थापन पक्षमा खास फरक रहन्छ भनेर त्यो आँखाले हेरिरहेको छ। त्यो चाहिँ के छ भने बाह्य पक्षहरूले पनि प्रचण्डलाई एट्याक गर्नको निम्ति यसलाई राम्रो मसलाको रूपमा लिए। प्रचण्डहरूले वैद्य पक्षले फेरि यो होल आन्दोलनको नेतृत्व गर्ने हुनाले वैद्य पक्षको गरेको आन्दोलनलाई फेरि उइनेवर गर्नको निम्ति यहाँ आए। यो संयोगलाई बाह्यहरूले फेरि प्रयोग गरे जुन कुरा प्रचण्डले राम्रोसँग बुझ्दछन् होइन र अरूहरूले पनि बुझिरहेका छन्। तर यहाँ के भइरहेछ मात्र गेम भइरहेछ। एउटा वैद्य पक्षलाई यो आन्दोलनको नेतृत्वबाट आइसोलेसन गर्ने पनि भइरहेछ। एकातिर अर्को प्रचण्ड त्यो अवसरवाद जो देखा परेको छ त्यो अवसरवादलाई पनि हान्ने ठाउँ सही ठाउँ पुग्यो हुनाले हान्ने पनि त्यही नै हो। तर यो एजेन्डा उठाएर त प्रचण्डले फेरि वैद्य पक्षले आफूतिर तान्ने पनि त कोसिस गरे हो। त्यो निश्चित रूपले प्रचण्डले दुईटै गोटी बनाउनु खोजेको। एउटा जनजाति मुभमेन्टबाट उनी जो बदनाम भइरहेको थिए होइन त्यो मुभमेन्टमा उनी चाहिँ उनी बदनाम भएको थियो, त्यसलाई पनि उनीले क्यास गर्न खोजे र तिम्रो र हाम्रो एउटै चाहिँ एजेन्डा भयो भने हामी सँगै बसौँ भनेर उनी पनि विचार राख्दैनन् प्रचण्ड होइन। कुनै हामीले धेरै लामो समयसम्म कुरा गरेका छौँ। यो धेरैले भनिसके। मैले पछिल्लो चरणमा चाहिँ माधव नेपालले भन्नुभयो नेपालको सबभन्दा बढी कुनै अवसरवादी कुनै चाहिँ क्यारिस्ट कुनै चाहिँ अवसरवादी नेता छ भने प्रचण्ड हुन् भनेर भने। त्यसैले प्रचण्डले जो गेम गरिरहेछन् यो गेममा कुनै राजनैतिक छैन। यो गेममा जसरी भए पनि दायाँबाट बायाँबाट उनी फर्स्ट म्यान हुन चाहन्छन् होइन भन्ने कुरालाई नेपाली राजनीतिज्ञहरूले अझ बुझेका छैनन्। तर अब यो कुरा अगाडि बढाउँदाखेरि चाहिँ जातीय पहिचानका आधारमा खास गरी पहिचान त पहिचान हो तर त्यसमा पनि जातलाई चाहिँ मुख्य मुद्दा बनाएर अगाडि बढ्दाखेरि त अब धेरै जातीय सङ्घ संस्थाहरूले प्रचण्डलाई चाहिँ गुरु नै मान्ने अवस्था पर्यो। किनभने उनले एजेन्डा त अघि बढाइदिए यथार्थमा कसैले मानेको छैन। यही योजनाले प्रचण्ड सबभन्दा कुनै बदनाम भएका छन् भने उनको पङ्क्तिभित्र उनलाई समर्थन गर्ने पङ्क्तिभित्र पनि र उनीलाई विरोध गर्ने पङ्क्तिभित्र प्रचण्ड पनि बदनाम छन्। यो एजेन्डा वैद्यजीहरूले र हामीहरूले र राष्ट्रिय मुक्ति आन्दोलन क्षेत्रीय मुक्ति आन्दोलनको धाराहरूलाई सङ्गठित गर्न खोजेर नेपालको नयाँ एलायन्स बनाउन खोजेको हामीले यो एलायन्सलाई हामीले मात्र अहिले कुनै जातीय पहिचानलाई मात्र
जातिलाई माथि उठाउनको निम्ति होइन, होल समग्र राष्ट्रिय स्वाधीनतालाई उठाउनको निम्ति, आन्तरिक राष्ट्रियता र बाह्य राष्ट्रियतालाई जोड्नको निम्ति हामीले यो मुद्दालाई स्ट्राटेजिक रूपले उठाउनु पर्यो। अब त्यसो भने चाहिँ अब यो 2-3 दिनभित्र संविधान जारी गर्नुपर्ने जुन अवस्था छ, यहाँनिर हुनसक्छ कम्प्रोमाइज। हुन त संविधान भनेको कम्प्रोमाइज एउटा दस्तावेज हो, राजनीतिक सम्झौताको दस्तावेज हो। त्यहाँनिर चाहिँ यो 12 घटक जुन वैद्य पक्षको नेतृत्वमा बनिरहेको 12 घटक छ, त्यसको भूमिका चाहिँ कस्तो हुन्छ? अनि यसको भूमिका हामीले त्यसरी बृहत्तर रूपले हामी छलफल गरेका छैनौँ। यसको भूमिका हिजोसम्मको भूमिका के थियो भने 320 सभासद यो घटकभित्र भएपछि हामीले संविधान सभाभित्रको चाहिँ हाम्रो लडाइँलाई पनि हामीले निरन्तर जारी राख्नुपर्छ। किनकि 220 हुँदाभित्रै चुनावी प्रोसेसमा जाँदाखेरि यो घटकले जे भन्दा त्यस्तै खालको संविधान बन्न सक्ने स्थिति हुन्छ भन्ने एउटा आकलन थियो हिजोसम्मको कुरा। र त्यसलाई संविधान सभालाई पनि हामीले चाहिँ ह्यान्डलिङ गर्नुपर्छ। संविधान सभाभित्रको चाहिँ प्रोसेसमा पनि हामी बाहिर आउनु हुँदैन र बाह्य रूपले हामीले जो आन्दोलन उठिरहेको छ यो आन्दोलनलाई पनि चाहिँ हामीले सँगसँगै लानुपर्छ। र अहिले चाहिँ संविधान सभाभित्रमा नै प्राथमिक पछिल्लो चरणमा त अब यो जुन ढङ्गले जातिगत आधारमा प्रान्तहरू बनाउने भन्ने कुराले एउटा ठुलै चर्को बहसकै रूप लियो र जुन ढङ्गले बन्दहरू भए, दबावमूलक कार्यक्रमहरू भए, त्यसले सामाजिक सद्भाव नै पो खलबलिन्छ कि भन्ने पनि भयो। यो यसो हेर्दाखेरि कहीँ कतै यो जातिगत राजनीतिमा जाँदाखेरि ठुलै समस्या हुन्छ भन्ने त्यस्तो लागेको छैन तपाईँहरूलाई? होइन, हामीलाई त्यस्तो लागेको छैन। होइन, हामीलाई किन लागेको छैन भने यो भित्र जो उत्पीडन छ त्यो अहिले उत्पीडन बोलिरहेको छ र उत्पीडनले आफ्नो अधिकारको माग गरे हो। अहिले मुख्य कुरा अधिकारको माग हो। त्यसलाई हामीले जाति पहिचानको आधारमा भनौँ, संहिताको आधारमा भन्दा केही न केही त हामीले भन्नै पर्ने हुन्थ्यो। त्यसको मुख्य के भन्दाखेरि अहिलेको सम्बोधन हुन्छ भन्ने कुरा पनि निर्भर हो र वैचारिकले के भन्दा ठिक हुन्छ भन्ने। तर अहिले आएको आन्दोलनलाई जस्तो जातीय सद्भाव बिथुल्ने स्तरसम्म यो आन्दोलन पुगेको थिएन। किन हामी आन्दोलनका सबै ठाउँमा हामी पुग्यौँ। आन्दोलनका मुख्य घटकहरूले भनेको कुरा के हो भने हामी यो बाहुन क्षेत्रीहरूको विरुद्धको सद्भाव बिथुल्ने आन्दोलन होइन, हामी जनजातिहरूको अधिकारको माग हामीले गरिरहेका छौँ, कसैको अधिकार हनन गर्नको निम्ति भन्ने उनले चारैतिर यही हामी बोलेको देख्छौँ। र त्यो ठुलो आन्दोलनभित्र सद्भाव बिथुलिनको निम्ति पनि कहीँ हुनसक्छ, त्यहाँ साम्राज्यवादीहरू पनि घुसिया हुन सक्छन्, प्रतिक्रियावादी पनि प्रचण्डजी घुसिया हुन सक्छ, अरू सबै घुसिया हुन सक्छन्। त्यो घुस्न जहाँ पनि घुस्न सक्छन् आन्दोलनहरूमा। तर यो मूल आन्दोलनको देख्यो भने संविधान सभाबाट जब 11 प्रदेशको कुरा आयो, जब कहिले चाहिँ हात्तीबन रिसोर्टको कुरा आयो, यी सबै रिसोर्टले के देख्यो भने यी सबैको निर्णयहरूभित्र के देख्यो भने त्यसका पात्रहरू नेपालका अत्यन्त चाहिँ बदनाम बाहुनहरूको चाहिँ नेतृत्व यहाँ देखा पर्यो। त्यो बाहुनहरूको विरुद्धमा पनि नेपालको इतिहासमा बाहुनवाद जो छ, ब्राह्मणवाद छ, त्यो जसरी हाबी छ नि नेपालको सोसाइटीमा, कल्चरमा त्यो हाबी छ, पोलिटिक्समा त्यो हाबी छ र त्यसले त्यो लुट र खसोट मचाएको छ। त्यसको विरुद्धमा ठुलो विद्रोह यो त्यो बन्दमा चाहिँ तपाईँहरूको भौतिक उपस्थिति थियो कि? हाम्रो प्रचण्डको केही व्यक्तिहरू त भाषण गरेकै देखियो। प्रचण्डको होइन, त्यहाँ चाहिँ टोटली चाहिँ हाम्रो यो संयुक्त राष्ट्रिय जनआन्दोलनभन्दा बाहिरको कसैको पनि उपस्थिति छ। प्रचण्डजीहरू आउनु भएको छ, प्रचण्डजी बाध्यतावश आउनु भएको छ, यो मुद्दाबाट हामी बाहिर जान्छौँ भन्दा आउनु भएको छ। टोटलै हाम्रो संयुक्त राष्ट्रिय जनआन्दोलनको भूमिका यहाँ छ। होइन, भन्नेले त बुझ्ने त के बुझे भन्दाखेरि यो गर्न चाहिँ जातिहरूले गरे पनि खास यसको मुख्य डिजाइनर चाहिँ प्रचण्ड हो भनेर बुझे। अब यहाँ मान्छेलाई के लाग्छ भने प्रचण्ड भने यस्तो पात्र हुन हरेक डिजाइनर गर्न जान्छ, प्रचण्डको भूत सवार भइरहेको छ। तर प्रचण्ड यति कमजोर पात्रको रूपमा नेपालमा स्थायित भइसकेका छन्, किन प्रचण्डभन्दा धेरै कमजोर पात्र उहाँका वरिपरि छन् र सेकेन्ड जेनेरेसन आउँछ प्रचण्डभन्दा धेरै ट्यालेन्ट पात्र। तर हरेक चालमा त अगाडि चालको विरुद्ध एन्टी चाल उनले चलाउँछ, किन स्वार्थमा छ। त्यो कहाँ मिलेको छ त भन्दाखेरि त्यो कल्चरमा मिलेको छ। हामीले अलिक डिबेट गरौँ, कल्चरमा मिलेको छ। त्यहाँ वरिपरि तपाईँ के देख्नुहुन्छ भन्दा एउटै खालको चिन्तन, एउटै खालको प्रवृत्तिहरूको हुनेको बिचमा डिबेट छ। भनेपछि प्रचण्ड स्वयंले पनि यो विभिन्न जात जाति सङ्घ संस्था भनौँ न उत्पीडनमा परेका समुदाय क्षेत्र वर्गलाई यो अधिकार दिन्छु भनेर यो मुभमेन्ट चलाइराखेका होइन। हामीले भनेका छौँ प्रचण्ड एउटा खेलाडी हो, उनीसँग कुनै दृष्टिकोण छैन। प्रचण्डसँग दृष्टिकोण थियो भने यो परिस्थिति आउँथेन। उनले जनयुद्ध सुरु गर्नुभन्दा अगाडि रोल्पाका मगरहरूलाई उनले भने कि रोल्पाका मगरहरूको एकदमै लडाकु स्वभाव छ, यिनी 2 दिन 3 दिन लड्न सक्छन्, जाँड खाएर लड्न सक्छन्। जनयुद्ध भने त छुस्स त्यहाँ हालिएको मात्र, त्यसलाई लडाइँमा कुनै छुस्स हालिएको भनेर उनले त्यहीबाट भन्दै थिए। उनको दृष्टिकोण चाहिँ फुटाउ र शासन गराउ। त्यो कुरा त अहिलेसम्म कष्ट हो। जनजातिलाई उनले उपयोग गरे, जनयुद्धलाई उनले उपयोग गरे र अहिले पनि उपयोग गर्न कोसिस गरेका छन्। पछिल्लो चरण उनी चाहिँ के भन्छ, यो जब वैद्य पक्षले यो